हेलो नमस्ते, मेरो नाम सिद्धार्थ कार्की। म केही समयदेखि प्रोफर्म ट्रेडिङ गरिरहेको छु, इभ्यालुएसन एकाउन्ट। र अहिले मैले रिसेन्टली लुसिड फन्डिङ ट्रेडिङको $25,000 एकाउन्ट ट्रेड गरिरहेको छु। र आज लास्ट डे अफ द विक फ्राइडे हो र म लगभग $800 प्रोफिटमा थिएँ हिजोसम्ममा। 5 दिन अगाडि मैले 12 तारिक एकाउन्ट लिएको थिएँ र आज अलिकति बढी रिस्क लिएर मैले यो च्यालेन्ज पास गर्ने विचार गरेको थिएँ। त्यसमा मैले 2टा ट्रेड लिएको छु, एउटामा लस खाएँ, एउटामा प्रफिट छ र तपाईँलाई म लाइभ ट्रेडिङ पनि देखाउँछु। एउटा प्लानिङ गर्दैछु म न्यास्ड्याकमा डेभलपिङ प्रोफाइलको POCबाट भ्यालु एरिया लोसम्मको एउटा प्लानिङ गर्दैछु। हेरौँ डेभलपिङ प्रोफाइल यहाँबाट एउटा रियाक्सन गर्नुपर्ने हो मार्केटले 1:1 ओके। सो POC ओके, लिमिट अर्डर लाग्यो न्यास्ड्याकमा। POCबाट त राम्रो ट्रेड त होइन, यो A1 कन्फ्लेक्सवाला ट्रेड हो। मैले समग्रमा एउटा सेन्टिमेन्ट हेरेर चाहिँ गरे हो यो सानो रियाक्सनको लागि। के हुन्छ हेरौँ। हल्का जुम गरौँ ताकि मजाले देखियोस्। ट्रेड एक्जिक्युसन भएको गोल्डको रिकभरी हुन्छ कि हेरौँ। गोल्डले धोका दियो। हाई भोल्युम नोडमा रियाक्सन गरिरहेछ। POCको लाइनलाई छोयो भने रियाक्सन आउने भन्ने आशमा ट्रेड लगाएको मैले। ओके, अर्डर नजिकै पुगेछ, फिल हुन्छ कि हेरौँ। ठुलो भोल्युम आयो। जस्ट टच पनि हुँदैन त। POC थोरै तल सरेछ। ओ सेट, POC सरेछ। ओके, अर्डर फिल। अर्डर त फिल हो। POC शिफ्ट भएर तनाव भयो अहिले। यसलाई एक्सटेन्ड गरिदिनु भयो। पुरै रङ डाइरेक्सनमा जाँदैछ। भ्यालु एरिया हाई छ एउटा, त्यसलाई रिड्युस गरेर नि कहिलेकाहीँ फर्किन्छ। त्यही भएर प्यानिक भइहाल्ने भन्ने अवस्था त छैन।
एक दुईवटा ठुलो क्यान्डल क्लोज भयो भने चाहिँ एउटा राम्रो दुईवटा क्यान्डल क्लोज भयो भने चाहिँ अनि फर्किने सम्भावना हुन्छ। ओके, नाइस 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 मुभ। अझै 17 मिनट छ एउटा क्यान्डल क्लोज हुनलाई। नाइस नाइस नाइस, कमन कमन कमन। वाउ वाउ वाउ, एउटा क्यान्डलले टिपिदिन्छ क्या। नाइस। पिओसी हो, पिओसीमा खतरा रियाक्ट गरिरहेछ। होल्ड होल्ड, पिओसीले होल्ड गर्नु पर्यो। पिओसी भन्दा तलै क्यान्डलले होल्ड गर्यो भने चाहिँ हुन्छ। थोरै बाँकी। ओके, क्लोज। नाइस नाइस क्लोज, क्विक। एउटा दुईवटा तिनवटा क्यान्डलमा टिभी हिट हो। नाइस। गोल्डको बदला लियो अहिले। फेरि हिजो नि यही हो, हिजो गोल्डमा लस खायो, फेरि न्यास्डाकमा आएको, न्यास्डाकले रिकभरी गरायो। आज पनि त्यही हो। आज गोल्डमा मैले $100 लिएको थिएँ, प्लस $109 प्लस गराइदियो यसले, 941 पुगेछ। नाइस। तर यो ट्रेड राम्रो ट्रेड चाहिँ थिएन, किनभने कन्फिडेन्स एउटा मात्रै थियो, एउटा सेन्टिमेन्ट हेरेर पिओसीमा गएर रियाक्ट गरिदियो होइन, त्यही भएर मात्रै ट्रेड हो। त्यस्तो राम्रो ट्रेड चाहिँ होइन यो। मैले त्यही भएर रिक्स मैले अगाडि नै प्लानिङ गरेँ 300 को रिक्स भनेर आज, किनभने 100 त गोल्ड देखाएको थियो र यसमा 200 गर्दा यो स्टप भएको थियो। म बन्द गर्ने विचारमा थिएँ, तर यसले मलाई प्रफिट दियो।